नमस्कार सम्पूर्ण दर्शकहरू, स्वागत छ यहाँहरूलाई। हिजो हामी हार्यौं, तर यो हारको पीडा कुनै ठुलो स्कोरको अन्तरले भएको हारभन्दा कैयौं गुणा बढी छ। किनकि हिजो इङ्ल्यान्डले हामीलाई जितेको होइन, बरु जितको दैलोमा पुगेर हामी आफैले आफूलाई हरायौं। विश्व क्रिकेटको पावर हाउस दुई पटकको च्याम्पियन टोलीलाई हामीले घुँडा टेकाइसकेका थियौं, तर अन्तिम पलमा एउटा सानो गल्तीले हाम्रो हातबाट इतिहास खोसियो। यो हारले भन्छ हामी अब सानो टोली रहेनौं, तर यो हारले यो पनि सिकाउँछ कि ठुलो टोली हुनका लागि साहस मात्र होइन, फिनिसिङ र पावर परिपक्वता पनि चाहिन्छ। र के हामीले मौकाको हत्या गर्यौं त? हिजो हामीले 160 रनको हाराहारीमा इङ्ल्यान्डलाई रोक्न सक्थ्यौं भने सन्दीप लामिछानेको बलमा विकेटको पछाडि छुटेका ती दुई मौकाले हामीलाई महँगो साबित गर्यो। क्रिकेटमा एउटा भनाइ छ, क्याच ड्रप म्याच ड्रप, तर हिजो हामीले क्याच मात्र होइन, खेल नै ड्रप गर्यौं। अन्तिम ओभरमा कप्तान रोहित पौडेलको निर्णयमाथि पनि प्रश्न उठेको छ। जब हाम्रा स्पिनर र अलराउन्डरहरूले कसिलो बलिङ गरिरहेका थिए, तब अन्तिम समयमा 120 को गतिमा फाल्ने मध्यम गतिका बलरलाई विश्वास गर्नु कतिको जायज थियो, जहाँ वाइट र फुटलसले विपक्षीलाई सित्तैमा रन उपहार दिएको जस्तो भएको थियो है हिजो। तर हुन त हाम्रो हार पनि एकदम चर्चाको विषय बनेको छ, विश्वलाई नै अहिले चकित पारेको छ। जुन इङ्ल्यान्डको जितले त्यति ठुलो चर्चा पाएको छैन, तर हाम्रो हारले त्यति नै चर्चा पाएको छ। र हामी किन रन जोड्नलाई डरायौं त? हिजो लक्ष्य पछ्याउँदा लोकेश बमले साहस देखाएकै हुन्, रोहित र एरीले जग बसालेकै हुन्, तर 19औं ओभरका ती डट बल र 2 रन बन्ने ठाउँमा 1 रनमै चित्त बुझाउनु नै हाम्रो हारको मुख्य कारण बन्यो। जब खेल 4 रनको अन्तरमा सकिन्छ, तब ती मिक्सिङ सिङ्गलहरू पहाड बनेर छातीमा ठोकिन्छन्। अन्तिम ओभरमा 10 रनको लक्ष्य कुनै पहाड थिएन, तर दबावको त्यो पहाडले हाम्रो ब्याट्सम्यानहरूको आत्मविश्वास थिचिदियो। दक्षिण अफ्रिकासँग 1 रनको हार होस् या इङ्ल्यान्डसँगको यो 4 रनको पराजय, हाम्रो ब्याटिङमा स्ट्राइक रोटेट नगर्ने पुरानो रोग फेरि बल्झिएको छ। अब बाटो सुधार, अगाडिको बाटोलाई हामीले कसरी खुकुलो बनाउने? अब सामाजिक सञ्जालमा मन जित्यौं भनेर मात्र पुग्दैन है, मन जितेर मात्रै ट्रफी आउँदैन। अब हामीले निम्न कुरामा सुधार गर्नै पर्छ। नेपाली टोलीले अन्तिमतिरको डेड ओभरमा बलिङ अलिक कसिलो अनि अन्तिम ओभरमा यर्कर र स्कोलर बलरको सटिक प्रयोग सिक्नै पर्छ। हाम्रो खेलाडीहरूले फिल्डिङमा एकाग्रता हुनै पर्छ। दबावको समयमा पनि क्याच र रन आउटको मौका नगुमाउनु धैर्यता नै चाहिने हुन्छ नेपाली टिमको लागि। अगर हामीले दबाव व्यवस्थापन पनि गर्न सक्नु पर्ने हुन्छ। अन्तिम ओभरमा ठुलो शट खेल्ने मात्र होइन, ग्यापमा बल हालेर रन जोड्ने कला पनि सिक्नु पर्ने हुन्छ। अब इङ्ल्यान्डसँग डराएर होइन, हामी उनीहरूसँग जुधेर हारेका हौं हिजो। यो खुसीको कुरो हो, तर पटक इतिहासको नजिक पुगेर इतिहास रच्न नसक्नु हाम्रो कमजोरी पनि हो। मेरो तर्फबाट हामी यति मात्र भन्न चाहन्छौँ, नेपाली क्रिकेटको टोली तिम्रो लडाईँ लोभलाग्दो थियो, तर अब नतिजा पनि लोभलाग्दो चाहियो। आगामी खेलहरूमा यी कमजोरीहरूलाई सुधार्दै नेपालले विश्वलाई नै फेरि एकपटक चकचकाउनेछ भन्ने हाम्रो विश्वास छ। अन्त्यमा भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। र अर्को भिडियोमा हामी फेरि पनि तपाईँहरूसँगै भिडियो लिएर आउनेछौँ। धन्यवाद। जय नेपाल, जय नेपाली क्रिकेट।